4.3 बिलियन वर्ष पहिले प्रोटोसेल जिन्दगीको सुरुवात भयो। त्यसपछि 4 अरब वर्ष पहिले युनिसेलुलर प्रोक्यारियोटिक लाइफको सुरुवात भयो। 3.5 बिलियन वर्ष पहिले साइनोब्याक्टेरिया एककोषीय जीवको उत्पत्ति। 2.2 बिलियन वर्ष पहिले युक्यारियोटिक युनिसेलुलर 1.2 अरब वर्ष पहिले कोनोफ्लेजिलेट युनिसेलुलर लाइफ सुरु र 80 करोड वर्ष पहिले डिकेन्सोनिया एककोषीय जीवको उत्पत्ति। 60 करोड वर्ष पहिले युर्बिलेटेरियन एनिमेलियाको सुरुवात र 55 करोड वर्ष अघि इन्भर्टिब्रेट प्लेटिहेल्मिन्थको उत्पत्ति। 54 करोड वर्ष पहिले पिकाला वंशको कोर्डेटको उत्पत्ति भयो। त्यसै समयमा हाइकुन्थाइस नामक माछा जस्तो कोर्डेटको उत्पत्ति भयो। आजभन्दा 52 करोड वर्ष पहिले एग्नाथा नामक प्रिमिटिभ फिसको उत्पत्ति। त्यस्तै आजभन्दा 46 करोड वर्ष पहिले प्ल्याकोडर्मी माछाको उत्पत्ति। त्यस्तै आजभन्दा 43 करोड वर्ष पहिले सिफालास्पिसको उत्पत्ति भयो र त्यसपछि 42 करोड वर्ष पहिले सिलाकेन्थी टाइप माछाको उत्पत्ति र 41 करोड वर्ष पहिले पेन्डर इक्थाइस नामक पहिलो टेट्रापोडा जीवको उत्पत्ति भयो। 37 करोड वर्ष पहिला टिक्तालिक नामक प्रिमिटिभ टेट्रापोडाको उत्पत्ति। 36.5 करोड वर्ष पहिला सालामान्डर टाइप इक्थायोस्टिगाटाहरूको उत्पत्ति र 35.8 करोड वर्ष पहिले पेडर्बिस नामक स्थलीय टेट्रापोडाको उत्पत्ति। 33.8 करोड वर्ष पहिले ओस्ट्रोलोथियोना नामक डाइनोसरको पुर्खाको उत्पत्ति। 33 करोड वर्ष अघि हाइलोनोमस नामक रेप्टाइलको उत्पत्ति। 30 करोड वर्ष अघि पिथिनोसोकस नामक मोस्ट प्रिमिटिभ मेमल लाइक कोर्डेटको उत्पत्ति। 26 करोड वर्ष अघि साइगोन्थाइस नामक प्रिमिटिभ मेमलको उत्पत्ति। 23 करोड वर्ष पहिले ऱ्यापिनोम्यापस नामक स्तनधारीको उत्पत्ति। 17 करोड वर्ष अघि प्युनेरियम नामक स्तनधारी प्राणी। 9 करोड वर्ष अघि प्लेडेस्पिस नामक प्रिमिटिभ प्राइमेटको उत्पत्ति र 6.5 करोड वर्ष पहिले कार्पोलेस्टिस नामक स्तनधारी जीवको उत्पत्ति भयो। 5 करोड वर्ष पहिले इजिप्टोप्याथिकस नामक मानिसको पुर्खा बाँदरको उत्पत्ति भयो भने 3.5 करोड वर्ष अघि पोर्कन्सल नामक प्रिमिटिभ प्राइमेटको उत्पत्ति भयो। 1.5 करोड वर्ष अघि पाइरेलोप्याथिकस नामक मानिसको पुर्खाको उत्पत्ति भयो जुन पहिलो होमिनिडी फ्यामिलीको जीव थियो भने 90 लाख वर्ष पहिले ओरेनोप्याथिकस नामक प्राइमेटको उत्पत्ति। 60 लाख वर्ष पहिले ओरोरिन नामक प्राइमेटको उत्पत्ति भयो। 51 लाख वर्ष पहिले आर्डिप्याथिकसको उत्पत्ति र 40 लाख वर्ष पहिले अस्ट्रेलोप्याथिकस नामक मानिसको पुर्खा। 20 लाख वर्ष पहिले होमो इरेक्टस नामक प्रजातिको मानिसको पुर्खाको विकास। 3 लाख वर्ष पहिले होमो निएन्डरथेलेन्सिस नामक प्रजातिको मानिसको उत्पत्ति भयो। त्यस्तै 1 लाख 60,000 वर्ष पहिले अहिलेको मानिस होमो सेपियन्सको उत्पत्ति भयो। त्यस्तै 10,000 वर्ष पहिले मोडर्न ह्युमन होमो सेपियन्सिसको चाहिँ जन्म भयो। यसरी चाहिँ अहिलेको समयसम्म होमो सेपियन्स पृथ्वीमा रहेको छ। यसरी नै यो जीवहरूको विकासक्रम अहिलेको अवस्थामा आइपुगेको छ। यो पुरै प्रक्रिया नेचुरल छ र यहाँ कुनै पनि दैवी ईश्वरीय चमत्कार रहेको छैन। यहाँ विभिन्न अवस्थामा प्रकृति, वातावरण, जीवहरूको आनुवंशिक गुण